नमस्कार, म मदन लामा। तपाईँले अहिले आफ्नो मोबाइल वा ल्यापटपमा यो रिपोर्ट हेरिरहनु भएको छ। के तपाईँलाई थाहा छ अहिले तपाईँको मस्तिष्कभित्र एउटा युद्ध चलिरहेको छ? तपाईँलाई लाग्ला एक रात नसुतैमा के हुन्छ र? म त 4 घण्टा सुतेर पनि दिनभर फिट रहन सक्छु। तर विज्ञानले भन्छ तपाईँ आफैले आफैलाई बिस्तारै विष दिलाइरहनु भएको छ। संसार एउटा यस्तो महामारीको चपेटामा छ जसमा कुनै भाइरस छैन, तर यसले क्यान्सर र हृदयाघात भन्दा छिटो मानिसलाई मृत्युको नजिक पुर्याउँदैछ। आजको विशेष रिपोर्टमा हामी स्लिप डिप्राइभेसन अर्थात् निद्राको अन्धकालको गहिराइमा पुग्नेछौँ। हाम्रो मस्तिष्कमा एउटा सानो ग्रन्थि हुन्छ, पिनियल ग्ल्यान्ड। यसको काम हो अँध्यारो हुने बित्तिकै मेलाटोनिक नामक हर्मोन उत्पादन गर्नु, जसले शरीरलाई भन्छ अब सुत्ने बेला भयो। जब हामी मोबाइलको ब्लू लाइटमा झुन्डिन्छौँ, हाम्रो मस्तिष्कले झुक्किएर सोध्छ कि अझै बाहिर घाम लागिरहेको छ। यसले मेलाटोनिकको उत्पादन ठप्प पारिदिन्छ। तपाईँले सुत्न त खोज्नुहुन्छ, तर मस्तिष्क हाई अलर्ट मोडमा हुन्छ। यो ठ्याक्कै गाडीको इन्जिन तताएर ब्रेक लगाउन खोज्नु जस्तै हो। तपाईँले घर सफा गर्नु भएन भने के हुन्छ? फोहोर थुप्रिन्छ र गन्हाउन थाल्छ। हाम्रो मस्तिष्कमा पनि दिनभरिको विचार र कामले बेटा एमाइलोइड जस्ता विषाक्त प्रोटिनहरू जम्मा हुन्छन्। हामी गहिरो निन्द्रामा हुँदा मस्तिष्कको लिम्फेटिक सिस्टम सक्रिय हुन्छ। यो मस्तिष्कको डाल निकास प्रणाली हो। यसले ती विषाक्त तत्त्वहरूलाई पगालेर बाहिर निकाल्छ। तर जब तपाईँ निन्द्रा चोर्नुहुन्छ, यो सफाई अभियान रोकिन्छ। वर्षौंसम्म मस्तिष्क सफा नहुँदा त्यही विषाक्त प्रोटिनले अल्जाइमर, बिर्सने रोग र डिमेन्सिया निम्त्याउँछ। आजका 20 वर्षका युवाहरूले 40 वर्ष पुग्दा आफ्नै सन्तानको नाम बिर्सने खतरा बढेको छ। के तपाईँले कहिले गाडी चलाउँदा वा काम गर्दा 2-3 सेकेन्डका लागि ब्ल्याकआउट भएको महसुस गर्नुभएको छ? यसलाई नै भनिन्छ माइक्रो स्लिप। हामी मादक पदार्थ सेवन मापसे चेक गर्छौं, तर निन्द्रा पासे चेक गर्ने मसिन हामीसँग छैन। नेपालमा हुने लामो दूरीका 30% दुर्घटनाको मुख्य कारण चालकको अनिन्द्रा नै हो। निन्द्रा नपुग्दा तपाईँलाई किन बढी भोक लाग्छ? किनभने निन्द्राले 2वटा हर्मोन नियन्त्रण गर्छ, लेप्टिन अर्थात् भोक मेटाउने र ग्रेलिन अर्थात् भोक जगाउने। निन्द्रा नभएपछि लेटिन घट्छ र ग्रेलिन बढ्छ। यसको सिधा असर मधुमेह, डायबिटिज, शरीरले चिनी पचाउन सक्दैन, मोटोपन, मेटाबोलिजममा सुस्त हुन्छ, हृदयाघात, मुटुको धड्कन र रक्तचाप, ब्लड प्रेसर स्थिर हुन पाउँदैन। एमिडाला हाम्रो मस्तिष्कको भावना नियन्त्रण गर्ने केन्द्र हो। निन्द्राको अभावमा यो 60% बढी सक्रिय हुन्छ। यसको अर्थ
तपाईँ सानो कुरामा पनि आक्रामक हुनुहुन्छ वा रुन थाल्नुहुन्छ। आजका धेरै जसो डिप्रेसन र एन्जाइटीका केसहरूमा बिरामीको स्लिप साइकल बिग्रिएको पाइन्छ। हामी औषधि दिन्छौँ, तर जबसम्म ऊ अँध्यारो कोठामा शान्तसँग सुत्दैन, उसको मन निको हुँदैन। यो अदृश्य महामारीबाट बच्ने उपाय महँगो छैन, यो निशुल्क छ। सुत्नुभन्दा 1 घण्टा अगाडि मोबाइल ल्यापटप बन्द गर्नुहोस्। शनिबार होस् वा सोमबार एउटै समयमा सुत्ने र उठ्ने गर्नुहोस्। सुत्ने कोठालाई चिसो, अँध्यारो र शान्त राख्नुहोस्। दिउँसोको 2 बजेपछि कफी वा चिया कम गर्नुहोस्। तपाईहरूलाई हाम्रो अन्तिम चेतावनी, तपाईले आज कमाएको पैसाले भोलि अस्पतालको बेड किन्न सकिएला, तर त्यही बेडमा सुत्ने निन्द्रा किन्न सकिने छैन। शरीर मन्दिर हो, यसलाई विश्राम दिनुहोस्। आजै राति 10 बजेपछि फोनलाई गुड नाइट भन्नुहोस्, ताकि तपाईँको भोलि गुड मर्निङ राम्रो हुन सकोस्। नत्र सम्झाउनुहोस्, तपाईँको यो लापरवाहीले तपाईँलाई भोलि कतै यस्तो निन्द्रामा नपुर्याओस् जहाँबाट बिउजने कुनै विकल्प हुँदैन। भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। क्यामेरामा धुकु लामाका साथ म मदन लामा, ललुङ्गा स्टुडियो, काठमाडौँ। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरिसकेपछि कमेन्ट गर्न नबिर्सनुहोस्। अन्त्यमा जाँदा जाँदै सुत्नुहोस्, ताकि तपाईँ धेरै वर्ष बाँच्न सक्नुहुनेछ।